कब्जियत छ भने मुख्य हामीले ध्यान दिनुपर्ने कुरा पेटमा असर पर्ने खालको आसनहरू अभ्यास गर्ने। हजुरले एका बिहानै उठ्ने बित्तिकै ओछ्यानबाट तल झर्ने बित्तिकै पहिले त यो आसनमा यसरी बस्नुहोस्। मन तातो पानी मजाले पिउनुहोस्। 1 गिलास 2 गिलास कति पिउन सक्नुहुन्छ। मन तातो पानी पिउने, सकेसम्म यही आसनमा बसेर। यसरी बस्न गाह्रो भयो भने बरु खाटमा यसरी अडेस लगाउनुहोस् अनि बसेर खानुहोस्। अनि पानी लिइसकेपछि ट्विस्ट गर्नुहोस् है। उभिएर हजुरले ट्विस्ट गर्न सक्नुहुन्छ। यो हाम्रो पेट एरियामा अलिकति फोकस गरेर ट्विस्ट गर्नुहोस्। त्यसैगरी टाढ आसन गर्न सक्नुहुन्छ। माथि तन्किनुहोस् मजाले, तल माथि। यही चिजलाई हजुरले यसरी श्वास फाल्दै दाहिने फाल्दै देब्रे यो पनि गर्न सक्नुहुन्छ। त्रियक टाढ गर्न सक्नुहुन्छ। जुन आसनले हजुरको पेटको एरियामा अलिकति प्रेसर फिल गराउँछ ती आसनको अभ्यास गर्नुहुन्छ। त्यसले हजुरको ग्यास ब्लोटिङका समस्याहरू, त्यसैगरी कब्जियतको समस्या हटाउन मद्दत गर्छ है। सबैभन्दा पहिले त हजुरले यसरी वज्रासनमा बसेर मण्डुको आसन गर्न सक्नुहुन्छ। नाभिमा थिचेर श्वास पुरै फाल्दै पेट खाली गरेर हिप उठ्न नदिने, दबाब दिने, नाभिमा श्वास रोकेर राख्ने। दृष्टि आँखी मुनिको बीचमा माथि फर्काएर तल घोप्टो परेर बस्ने हैन, यसरी है। यो कतिपल्ट गर्ने भनेपछि कति लामो समय हजुरले श्वास होल्ड गर्न सक्नुहुन्छ। कोसिस गर्नुहोस् 10 सेकेन्ड 15 सेकेन्ड होल्ड गर्ने। 3-4 राउन्ड गर्नुहोस्। यसको भेरिएसन छन्। एउटा यसरी गर्न सक्नुभयो, अर्को देब्रे हत्केला माथि दाहिने हत्केला राखेर गर्न सक्नुहुन्छ। यसरी दबाब दिँदै नाभिमा सास फाल्दै पेट खाली गर्दै श्वास रोकेर बस्न सक्नुहुन्छ। नाभिमा दबाब दिँदै पछि हात चेन्ज गरेर पनि गर्न सक्नुहुन्छ। यो भयो। अर्को पवन मुक्त आसनका जति पनि सिरिज छन्, भेरिएसन्स सबै गर्न सक्नुहुन्छ हजुरले। पहिले पनि हामीले भिडियो हालिसकेका छौँ। दाहिने खुट्टा उचाल्ने, फोल्ड गर्ने, दबाब दिने। यहाँ ढाड कमर धेरै दुख्दैन भने माथि उठेर नाकको टुप्पोले छुनुहोस्। सास फाल्दै उठ्ने हो, दबाब दिएर राख्नुहोस् एकछिन। दुवै खुट्टाले गर्नुहोस्, पाले पालो। अर्को खुट्टाले पनि गर्नुहोस्। त्यसपछि हजुरले दुईटै खुट्टाले सँगसँगै पनि गर्न सक्नुहुन्छ हैन। यो गर्न सक्नुभयो। अर्को भेरिएसनमा हजुरले के गर्न सक्नुहुन्छ, यसरी पवन मुक्त आसनको भेरिएसन हालसालै हामीले यसको बारेमा भिडियो पनि हालेका छौँ। जे गर्दा पनि हजुरको दबाब पेटमा पर्नु पर्यो हैन त। यहाँ दबाब पेटमा पर्यो। अर्को लेगले गर्न सक्नुभयो यसै गरी। त्यसैगरी अर्को भेरिएसनमा हजुरले घुँडा तल हात राखेर यसरी पनि गर्न सक्नुहुन्छ। कब्जियत हटाउन मद्दत त गर्छ नै, सँगसँगै यसले हजुरको हिप खोल्न पनि मद्दत गर्छ हैन। अब अर्को सजिलो भनेको हजुरले गर्न सक्ने खुट्टा यसरी राखेर ट्विस्ट गर्नुहोस् न। ट्विस्ट गर्नुहोस्, स्पाइनल ट्विस्ट, मर्कट आसन बसेर गर्ने अथवा 90-90 भनौँ। सास फाल्दै फाल्दै फोकस पुरै हाम्रो एब्डोमिनल एरियामा दिनुहोस् है। सास फाल्दै यो गर्न सक्नुभयो हजुरले। यस्ता धेरै व्यायाम र आसनहरू छन् जुन आसनको हजुरले अभ्यास गर्न सक्नुहुन्छ। तर सँगसँगै श्वास प्रश्वासमा पनि ध्यान दिनु होला र प्राणायाम अभ्यास गर्न नछोड्नुहोस्। श्वास प्रश्वासमा विशेष गरेर गहिरो श्वास भर्ने, गहिरो श्वास छोड्ने, लामो गहिरो श्वास भर्ने, लामो गहिरो श्वास छोड्ने अभ्यास गर्नुहोस्। अनुलोम विलोम अभ्यास गर्नुहोस्। अब कसरी गर्ने यस्तो लाग्छ भने हामीले पहिले भिडियो हालिसकेका छौँ। एकचोटि हाम्रो प्रोफाइलमा, हाम्रो पेजमा गएर सरर हेर्नुहोस्। धेरै भिडियोहरू त्यहाँ पहिले नै हालिएका छन् है त।